गुड इभिनिङ साथीहरू। के छ खबर, सन्चै हुनुहुन्छ? साँझको खानाको तयारी भयो साथीहरू। म चाहिँ यो फर्सीको मुन्टा टिप्न आएको थिएँ। अनि हाम्रो यहाँ अलरबारी पनि छ कि साथीहरू, एकदमै राम्रो फलेको छ। हेर्नुहोस् न, यो चाहिँ लगभग अब पाकिरहेछ। अनि त्यस पछाडि चाहिँ पाकिसक्यो भने चाहिँ हामी यसलाई चाहिँ काटेर चाहिँ चुटचाट पार्छौँ। अनि त्यस पछाडि चाहिँ सुकाएर दालको लागि रेडी गर्छौँ। हेर्नुहोस् न साथीहरू, मेहनत गरे के हुँदैन, कस्तो राम्रो फलेको छ कि हेर्नुहोस् न। आहा, अनि यो चाहिँ यो एकदम धेरै बारी छ, लगभग 2-3 कट्ठामा छ साथीहरू, हेर्नुहोस् है। अनि अब चाहिँ हामीहरूको समय भनेको चाहिँ यो खेतीलाई चाहिँ स्याहार्ने समय हो। हेर्नुहोस् न, यो लगभग 2-3 कट्टामा लगभग फल्छ, केही नभए पनि 1.5 कुइन्टलसम्म फल्छ साथीहरू। हेर्नुहोस् है, एकदम राम्रो दाना छ कि यो, गफ लगाएको होइन साथीहरू, एकदम राम्रो फल्छ। सक्नुहुन्छ भने तपाईँहरू पनि अनार खेती गर्नुहोस्, स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ यो दाल। मन पनि पर्छ मलाई त। अनि हेर्नुहोस् न, कति राम्रो फुल खिलेको छ कि, कति राम्रो फुल खिलेको छ। अनि यहाँ दाना हेर्नुहोस् न, दाना हेर्नुहोस् त साथीहरू, कस्तो दाना छ होइन। यही हो साथीहरू पछि फल लाग्ने भनेको, हेर्नुहोस्। अनि यो चाहिँ हाम्रो कैलाली टिकापुर भित्र पर्ने एउटा गाउँ पूर्वखेरी फाँटमा हो। यो खेती गरेर हामीहरूले चाहिँ अहिलेसम्म खाँदै आएका छौँ, राम्रो हुन्छ, यही भन्न चाहन्छु। ओ माई गड, अहिलेलाई मेरो सर्ट एन्ड मिनी भ्लग। ओके, बाई।